एकदमै पानी परेर गाह्रो भइरहेको छ मलाई चाहिँ गाइस। त्यही हो अब एकदमै गाह्रो भइरहेको छ। हेर्नु पानी परेर कस्तो भइरहेको छ। त्यही हो अब टक्क पुलबाट जाँदैछु म चाहिँ पारिपट्टि नेपाल थोकमा होइन। टक्क लाएर यस्तै हो साइली। कस्तो चिप्लो भएको बाटो पनि। पुलमा बिस्तारै जाने हो फर्स्ट टाइम भन्दा नि अब पहिला पनि चढेको तर बिस्तारै जानु पुलमा चाहिँ हल्लिन्छ। स्पिड जति स्पिड गयो त्यति हल्लिँदैन। स्पिडै जानुपर्छ यसमा चाहिँ। अब अरू बाइक आयो भने चाहिँ लफडा हुन्छ फेरि तनाव हुन्छ क्या मलाई त यस्तो तनाव हुन्छ फेरि अरू आयो भने चाहिँ लफडा हुन्छ है। बिस्तारै जाउँ न अब तै पनि अलि स्पिडै जानुपर्छ। त्यही हो ल ल ल ल ल दुईटा बाइक आएछ त यार थाहै भएन त यार छिट्दैन होला नि त यार झऱ्यो नि तनाव हुन्छ त पक्नु कस्तो साएको यार पक्नु त ल जानु त होला झऱ्यो नि तनाव हुन्छ बाइक जालीबाट जान्छन् मान्छे देखि पनि आउँछ यार होइन उनीहरू देखिरहेको हुन्छ नि जान्छ छुट्टै हो त्यो माथि सामान माथि अलि पोल्टाएर जानु पोल्टाएर सहेको हो क्या हौ अलि ढल्काएर जानु न जानी आउँछ एकछिन मान्छे नहिँड्दा हुन्छ चलाउनै गाह्रो यहाँ एकछिन नहिँड्नु न एकछिन बस्नु न एकछिन हो बहिनी तपाईँहरू के जाने हुन्छ कि एकछिन नलिनु हो यार एकछिन पनि लुक्दैन मान्छेहरू नेपालमै हुन्छ यस्तो पागलमै ओ दिदी एकछिन बस्नु न अलि सायद लगाइदिनु न दाइ कस्तो साइको रहेछ यार एकछिन रोक्नु पर्दैन दाइ यार मैले त्यत्रो मान्छे हल्लाएर हो कि बिहा गर्नु न अब छिटो छिटो नि अब यस्तो ठाउँ छैन उता नै रोडै छैन यहाँ उता त जान्छ रोड छ नि समय रोडै छैन यो हेभी हुन्छ यो बाइक कस्तो हल्लाको भाइ
त्यो मान्छेहरू हल्ला हल्ला गरेर क्या म अनि यो कलसम्म नै मिलेन क्या स्कुलबाट जान्थ्यो यता कलसम्म नै मिलेन नि त हल्ला हल्ला गरेर भएर छिट्दैन नि त यता डन्डी नै छैन क्या फेरि झरिहाल्छ दाइ उचालिदिनु त दाइ छिटो चल्नु झऱ्यो दाइ 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 छिटो चल्नु न माथि माथि दाइ निदुल भएर जानु के क्या दस बजे बाइकमा यही जाऊ क्या डन्डी नआएको पुलले चाहिँ फेरि दुःख पाइस मङ्गलले आफ्नै ढङ्गले भन्थ्यो रहेछ क्या हेर्नु नि यस्तो ऊ आफै जानी आउँछ नि दुःख पाएन उसले होइन मैले धन्दै खोलातिर गएको उता भएको ठ्याक्कै मिल्छ क्या डन्डी नै भएन क्या त हल्लिन्छ नि यस्तो साइको मान्छेले झरेर प्याङ टिप्याङ दिनुपर्ने कस्तो मान्छे पागल रहेछ क्या मासला दिमाग खराब गर्छ यो सुटरले मलाई यार नघर झर्नै दिदी सिधा बाङ्गाबाट जानु न यहाँसम्म फेरि किन डन्डी नराख्यो होला फेरि त्यहाँ त त्यत्रो डन्डी राखेको छ त त्यहाँ तार राखेको छ नि यो मोटो खाले तार उता यहाँ चाहिँ तार छैन नि यहाँनिर चाहिँ बरु झरेर गर्नु झरेर गर्नु न कस्तो झ्याउना चाहिँ भन्दै गएको बाइक तलतिर यार मादर भन्दै गएको तलतिर जाँदैन